नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म माथि कान्छी बजार जान निस्केको। त्यहाँको माहौल र रमाइलो दृश्यहरू देखाउँछौँ तपाईँलाई। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है। ठ्याक्कै कान्छी बजार आइपुगे हामी। राम्रो गराएर है होइन मेलाको महसुस यसले पनि दिन्छ कि होइन यो टहरले भयो भने त मेलाको महसुस दियो नि त खतरा के कति पर्छ सोध्ने हो र तरुणीलाई लगाइदियो यो तरुणीलाई त्यो त होला नि तरुणीलाई दिनु शङ्ख मर्दाखेरि पर्दाखेरि ल चलपल राम्रै छ है कान्छी बजारको। आजको दिनहरूमा पनि पैसा उठाएको छ क्या। लाइक नाम विवश आले र उहाँलाई हामी 68 करोड भनेर पनि चिन्ने गर्छौँ। उहाँ चाहिँ हाम्रो यो कान्छी बजार रमाइलो मेला ए माया भेट भएको बेलामा
बेला सालीको नाकुई जाकेर आपले माराउने फेरि लाने छु कान्छे अर्को वर्ष फेरि रमाइलो जाकेर राले क्या आउँछु अर्को सालैमा कान्छे यो मन रुन्छ छोड्ने बेला माले राले साली राले नाकु बचन हारिकन म कान काले अब मै चाहिँ बेचन हाले साली कोही के इजामो माझ हो दिला छान लागेछ माले फेरि अर्को वर्ष र इजामो to be
लामा मान्छेहरू चाहिँ टन्नै छ है चलपल अझै भइएन 6 बज्नु लागिसक्यो बिहा चाहिँ यस्तो बस्नु थिएँ भएर ठाउँ ठाउँमा कौडा नचाउने कार्यक्रम भइरहेको छ यहाँ रमाइलो छ ऋषभ भाइ र सुरेन्द्र भेनाको डान्स हेरौँ न चलपल अझै छ है भिडियो चाहिँ यति नै भयो स्नेक डान्स हेर्नको लागि चाहिँ पर्सि आइन्छ र मन पऱ्यो भिडियो मन पऱ्यो चाहिँ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला हस् त धन्यवाद